एउटा स्टन थियो पहिले आएको, उहाँले चढ्ने गाडी बेचेर डोजर किन्यो भनेर जुन भ्रम फिजाइएको त्यो चाहिँ गलत हो। अहिले किनिएको डोजर धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाले निर्णय गरेर किनेको 2टा डोजर छन्, टिपरहरू छन्। त्यो धरानवासीको टिपर हो, त्यो मेयरको पनि होइन, उपमेयरको पनि, धराने जनताको। धराने जनताकै हो, बुलेट पनि धराने जनताकै भनिरहेछ, मेरो भनिया छैन। र स्टोन भन्ने चिज भनेको उसले जनताको हक र हितको लागि चाहिँ र स्टोन गरे हो। तिमी पनि धरानमै बस्छौ र धरानमै बसेर धरानमा आफ्नै आँखा खोलेनौ कि क्या हो? श्रमदान त गर्न जाँदैनौ, कहाँबाट खोल्छौ त नि? उसले त स्टोनबाजी गरेछ र डोजर किन्यो, तिमीले त डोजर किन्ने ठाउँमा त डोजरको त पुरै चाबी नै लगेर गयो त बे। एउटा फ्रीमा सल्लाह के भन्थ्यो भने, यदि धरानको मेयर हर्क साम्पाङको पछाडि तिमी पनि लुखुर लुखुर लागेको भए 84 को पनि चुनाव कन्फर्म तिमीले नि जित्थ्यौ। तर तिमी पार्टीको झोले भएर न त पैसा हसुर्न पायो, न त जनताले तिमीलाई साथ दियो। अब तिमीलाई त 84 मा त ठिस मात्रै हुन्छ है सरकार। कुरा त यहाँबाट बुझ्नु पर्छ, यो यहाँबाट होइन। जनतालाई विकास गर्न पल्काउनु पर्छ, तर्साउनु